ओके गाइस, आज हामी सिरीमा सिरी भन्ने गीतमा चाहिँ डान्स ट्युटोरियल बनाउन गइरहेका छौँ। तपाईँहरू पनि अब हामी यहाँ सिक्दा सिक्दा तपाईँहरू पनि स्टेप बाई स्टेप सिक्न सक्नुहुनेछ है। अब बाँकी कुरा चाहिँ तपाईँहरूलाई मन परेको गीतहरू पनि तपाईँले मलाई चाहिँ इनबक्स अथवा कमेन्ट नगर्नु होला। म चाहिँ त्यसलाई अवश्य पुरा गर्ने कोसिस गर्नेछु। ल अब सुरु गरौँ है। रेडी 5 6 7 8 1 2 3 and 4 यो भनेको सिरीमा सिरी एकान्त है। 5 6 7 गो सिरीमा सिरी कान्छा हावा चल्यो बनैमा। सिम्पल ट्याप है। यो आयो हावा चल्यो बनैमा। अब यो कम्मरलाई घुमाए पनि भयो, नभए ट्याप राखे पनि भयो, जे गर्दा नि हुन्छ है। ल फेरि 5 6 7 गो सिरीमा सिरी कान्छा हावा चल्यो बनैमा। अब स्टेप भन्छ है। हाम्रो यसलाई चाहिँ टु स्टेप पनि भन्छ, टु स्टेप भेरिएसन है। त्यसरी 5 6 7 गो टाढा टाढा खुट्टाको हाम्रो स्टेप टच। त्यसमा चाहिँ हामी टु स्टेप भेरिएसनमा चाहिँ हामी अगाडि बढाउँछौँ है। ल फेरि 5 6 7 सुरुबाट 5 6 7 गो सिरीमा सिरी कान्छा हावा चल्यो बनैमा। अब लयबरी है। लयबरीमा हामी यो पोजिसनमा आछौँ। इन्डिङ पोजिसन के छ हाम्रो? डबल ट्याप गरेर हाम्रो यो पोजिसनमा आइसकेपछि हामी लेफ्ट खुट्टा सुरु गरेका छौँ होइन। लेफ्ट लयबरी है। लयबरी लय लय कान्छा है त। फेरि 5 6 7 8 लयबरी लय लेफ्टबाट लेफ्ट 5 6 7 गो लयबरी लय लय कान्छा के रोग लाग्यो मनैमा। सक्यो यति मात्रै हो। अनि स्टेप टच ड्यान स्टेप टच ड्यान है। ल फेरि यो चाहिँ हामीले चाहिँ सानो थियो गिटारको समात्यो, यसलाई चाहिँ मेन बेसलाई चाहिँ हान्ने हो क्या है। ल फेरि कन्टिन्यू 5 6 7 गो सिरीमा सिरी कान्छा के रोग लाग्यो मनै। मिस्टेक हुन्छ गीतको तलमाथि हुन्छ। ठिक छ, तपाईँहरू मिलाएर बुझ्नु होला है। यति छ समस्या। 5 6 7 गो हामी सिरीमा सिरीको फाइनलमा छौँ है। अब त्यसपछि हामी नाचेर पनि तपाईँहरूलाई साउन्डमा पनि हाल्नेछौँ। र अहिले चाहिँ फेरि स्टेप बाई स्टेप। रेडी 5 6 7 गो सिरीमा सिरी कान्छा हावा